Hi everyone, welcome to my mini vlog. Finally त्यो दिन आयो जहाँ कि मेरो बर्थडे vlog भनेर पोस्ट गर्ने. So this is my birthday vlog and I'm so excited. के भने I am excited plus sad mixed feeling भइरहेछ. अनि मैले अहिले चाहिँ घरमा पूजा गरेर अब चाहिँ म मन्दिरमा जान लागेको. So के गर्नु आजको भ्लग चाहिँ कस्तो हुन्छ के हुन्छ म तपाईहरुलाई देखाउने छु अनि अलिअलि गर्छु हेर्न के हुन्छ जस्ट अपडेटको लागि मात्रै हो. फाइनली दिस इज माई बर्थडे. यस एक्साइटेड. अब चाहिँ यहाँ सिटीलाई पर्खिरहेको छु. अब आई एम अल रेडी. भरे भेट्छु ल. बाई. हे गाइस, हामी चाहिँ यहाँ मन्दिर आयौँ. हाम्रो एज अलवेज आउने मन्दिर भनेकै यो पशुपति हो. मी एन्ड माई बेस्टी. आफ्टर सो लङ बर्थडे. थ्याङ्क यू. कति पछि भ्लग बनाएर कति पछि आयो तिमी? मिनी भ्लगमा चाहिँ आउँथे. पुरै भ्लगमा चाहिँ एकदम टाइम लाग्यो आउनु. किनकि मैले नै बनाएको थिएन नि त भ्लग, त्यही भएर. माफ गर्न जम्ना मैं हूँ बेसी हूँ. माफ गर्न जम्ना मैंने तुझे पगली कहा ना. सो गाइज मैले चाहिँ त्यस्तो धेरै बनाएको छैन. ल जम्ना अब. अन्त एउटा कुरा भन्छु कि साथीहरू कमेन्ट गर्नु होला ल. पहिल्यैदेखि हेर्ने भिडियो उसको पहिल्यैदेखिको भ्युअर्सहरूले चाहिँ कमेन्ट गर्नु होला हैन. पहिलाको र अहिलेकोमा हामी दुईजनामा के डिफ्रेन्स देख्नु भएको छ हैन. हल्का हल्का मोटी भएको छौँ कि छौँ न त्यो पनि कमेन्ट गर्नु ल प्लिज. यतापट्टि आउन. यतापट्टि मोटी नै छौँ नि हामी. हाम्रो आउटफिट आजको चाहिँ सेतो सुरुवाल चप्पल एन्ड तर कस्तो के भयो राम्रो मैले देखिन्छ कि मैले यस्तो भएको थियो क्या. मैले पनि मुनि सुरुवाल चाहिँ सेतो लगाइसकेको थिएँ अनि हातले छिटो बोले. उसले पनि त्यही लगाएको रहेछ क्या. तर थाहा थिएन भिडियो कलमा यस्तो गरेर त भएको थियौँ. म त भएको थिइनँ. म चाहिँ भएको थिएँ. सो गाइज अब चाहिँ अनि अब आफ्नो साथीले बिल्ला हान्छ नि त के गर्नु. अब हामी चाहिँ यहाँदेखि निस्केको. अब के हुन्छ म देखाउँदै जान्छु ल. बेस्टी गाइज यसले 12 बजी बेलुका कल गरेको थियो. त्यही लाइन गएर आज सुन्नु लागि यसको हात गल्यो पक्रेर यहाँ. हेलो एभ्रिवान, वेलकम टु माई वेलकम टु माई भिडियो. हेलो हाई गर न साथी. हाई. अन्त आज चाहिँ उसको बर्थडे हो नि त. आज उसको बर्थडे हो नि त. अनि हामी चाहिँ बिहान बिहान उठेर पूजा गरेर पनि घर फर्किँदैछु. अन्त ऊ चाहिँ कति वर्ष बुढी भयो नभन्ने. सिक्रेट हुन्छ कि यस्तो कुराहरू रिभिल गर्नु हुँदैन अरे नि त. त्यो बोयफ्रेन्ड दाजुहरू त अरिन्छ होला नि त. धेरै भन्ने होइन भन्ने पर्दा त तर बोयफ्रेन्ड दाजु छैन है. हामी दुवैजना सिङ्गल हो. मन पराउनेहरूले ट्राई गर्दा हुन्छ. ट्राई यहाँ हेर न मेरो निजा मतलब लाइन मार्दा हुन्छ. हेर न. ओ माई गॉड, व्हाट इज दिस? दिस इज अ वाटर. सिनाला के भन्छ? वाटरफल. भन्नु कमेन्ट गर्नु त. सिनाला स्वेट. ए मलाई थाहा पनि छैन. स्वेटिङ. बाई बाई. हाई एभ्रिवान, हामी चाहिँ अहिले खाजा खान बसिरहेको छौँ. यस एक्साइटेड फर इटिङ गरे. एकछिन फोन आयो मेरो. मन्दिर गएर आएर आलु पराठा प्लस भेज किमा नुडल्स फर्स्ट टाइम ट्राई गरेको. चिनीवाला हुन्छ हुँदैन न. साथमा हामीले एकछिन आलु पराठा जुन कि मैले सकाइन. भिडियो भएको यस्तो क्या युट्युबर भएपछि यतिको हुनुपर्ने हुन्छ. अब यो भनेको चाहिँ हामीले सिकाइसकेको हो. अनि ऊ भनेको अब अहिले म उसलाई नमतलब युट्युबको लागि अनि मैले युट्युबको लागि बनाइदिँदैछु. उसले टिकटकको लागि. अहिले प्रायः उहाँ टिकटकमा चाहिँ बब्बाल भाइरल हुन्छ नि त. अन्त धेरै नै भाइरल मान्छे पो हो त. ह्याप्पी बर्थडे. सो हाई गाइज, हामी चाहिँ यहाँ हाम्रो क्लासमा क्याफे लाटेको लागि प्र्याक्टिस गर्दैछौँ. मैले चाहिँ अघि गरिसकेको छु अनि मेरो साथीहरू चाहिँ यहाँ गर्दैछ स्टिल. ल गरेर देखाऊ त. यस्तो क्याफे लाटे चाहिँ म खाँदिनँ तिम्रो क्याफेमा आएर. ल साथी अब मोटिभेट गर्छ नि आफ्नो साथीहरू डिमोटिभेट गरेर चाहिँ के गर्नु त अहिले. हाम्रो सर यता हुनुहुन्छ. सर हाई भनिदिनु न. अरे सरको पनि छ है. सरले त्यति चलाउनु हुँदैन हो. कसले चलाउनुहुन्छ? म्यामले हो कि के हो? सो अब हामी चाहिँ ओभर गर्मी छ. एसी पनि छ कि तर पनि पुरा गर्मी भइरहेछ. अनि पसिना देख्न सक्नुहुनेछ तपाईहरुले. यो सबै हट
सो अब त्यही नै अब हामी चाहिँ क्लास सकेर कहाँ जान्छौँ आई लभ यु गाइज स्टे ट्युन ओके आज यहाँ लाते आर्टको लागि फर्स्ट प्र्याक्टिस गर्दै हुनुहुन्छ लाते आर्टको लागि मिक्सिङहरू पोरिङहरू प्र्याक्टिस गर्दै हुनुहुन्छ कस्तो लागिरहेको छ तपाईँलाई तपाईँको एक्सपिरियन्स अल्छी लागिरहेको छ हो यसपछि मिल्कमा बनाउँदाखेरि चाहिँ मिल्कमा राम्रो राम्रो बन्नेछ यता के छ तपाईँको भनिदिनु एकदम ठिकै खबर भन्नुभयो कि यता लाते आर्टको भन्नुभयो कस्तो राम्रो आएको हेर्न सर कस्तो राम्रो देखिरहेछ है सेप ओ माय गॉड सो हाई गाइज यहाँ चाहिँ मैले लाइट अन गरेर भिडियो गर्दैछु अनि कस्तो देखिरहेछ म यतिको गोरी भयो त हामी रियल लाइफमा के लाइट अन गरेर गरेको नि कस्तो देखिन्छ गोरो देखिन्छ होइन त हाम्रो सर कसको ए म त भाइको हेरेर बन्दैछु नि त ल नसाको धार जोड्दा त यो म्याजिक क्यान्डी रहेछ क्या हेर क्यामेरा पुसेर कस्तो राम्रो आयो देविका त्यो त फितुल सो हाई एभ्रिवान मेरो बर्थडे भ्लग चाहिँ मैले इन गर्न बिर्सेको छु हामी त्यसपछि त्यो मेरो केक काटेपछि हामीले खायौँ नाच्यौँ लगभग झन्डै 12 बजेको थियो अनि यति धेरै इन्जोय गऱ्यौँ सो मैले इन गरेको थिइनँ अनि आजको भिडियो चाहिँ म यही इन गर्न चाहन्छु बाई बाई फेरि होला फेरि नेक्स्ट भ्लगमा आजको लागि यति नै बाई बाई